माउन्ट फुजीको बेससम्म जाँदैछौँ है। अब यहाँ चाहिँ जाने क्रममा चाहिँ अब चाहिँ साथीहरू अब यहाँ अब सिन्जुको लाइन हुँदै जाने हो। अब कहाँनिरबाट जाने भन्ने ठाउँ खोजिरहेको रहेको छ सिन्जुको सिटी। अब यहाँ चाहिँ ठाउँ चाहिँ यो रहेको छ। मौसमहरू नि राम्रो रहेको। फुजी जानका लागि चाहिँ 11 बजेको टिकटहरू त्यो सब सोल्ड आउट भएर 12 चाहिँ हिँड्ने हो। खागुची स्टेसनमा चाहिँ बसमा आएको हामी। अब यहाँबाट चाहिँ करिब टाइम तलै परेको कारणले गर्दाखेरि अब यो माउन्ट फुजी यतापट्टि छ। आज मौसम खास त्यति राम्रो छैन र भोलि बिहानको मौसम चाहिँ राम्रो हुनेछ। त्यसकै प्रतीक्षाका लागि चाहिँ हामी आज त्यो नाइट यतै स्टे गर्नेछौँ। अब त्यसकै लागि चाहिँ हो माउन्ट फुजीकै लागि विशेष गरेर अब यहाँसम्म आइहाल्यो। नआउन आएपछि अब त्यति हेरेर जाउँ न भन्ने हो, पछि आउनु भन्ने। अब यता आएपछि त हुन त्यो हाइट त्यति धेरै नभए पनि एउटा हिमाली हेर्नको लागि चाहिँ त्यत्रो टाढाबाट आइयो। लास्ट क्या कति राम्रो देखियो क्या, धेरै तपाईँहरू नि हेर्नु कस्तो छ।दाखेरि चाहिँ बसबाट देखेको लास्ट माउन्ट फुजी हो क्या हामीले देखेको लास्ट माउन्ट फुजी चाहिँ यो हो। त्यही भएर त्यो तर धेरै रमाइलो भयो। यो रमाइलो यात्रा भयो, माउन्ट फुजी गइयो, धेरै रमाइलो भयो साथीहरूसँग। साथीहरू लगायत सम्पूर्णलाई धेरै धेरै धन्यवाद। आज हामी माउन्ट फुजीको बेससम्म जाँदैछौँ है। अब यहाँ चाहिँ जाने क्रममा चाहिँ अब चाहिँ साथीहरू अब यहाँ अब सिन्जुको लाइन हुँदै जाने हो। सिन्जुको लाइनबाट टक्क लागेर जाने हो। कपाल है यहाँ मात्रबाट आएको सिधै नुहाएको छैन भन्न आउँछ। ठिकै छैन, अब बाँध्नु पर्छ। बाँधिसकेपछि टक्क लाएर भिडियो सिडियो बनाएर स्टार्ट गरेर पछाडि केटीको आँखा कति राम्रो है। चाहिँ अब यहाँ माउन्ट फुजीका लागि साथीहरू बाटो खोज्दैछन् है, खोजिरहेछन्। अब कहाँनिरबाट जाने भन्ने ठाउँ खोजिरहेको। यो चाहिँ अब सिन्जुको रेलवे परेको। कताबाट जाने हो जाने चाहिँ त्यही अब जाने क्रममा चाहिँ अब यहाँ सिन्जुकोबाट चाहिँ एक्जिट भयौँ। अब यहाँ सिन्जुकोबाट चाहिँ एक्जिट भएपछि चाहिँ तपाईँको साउन्ड आयो। साउन्डसँग साथीहरूसँग आएको 4जना साथीहरूसँग सिन्जुको सिटी रहेको छ। सिन्जुको सिटी चाहिँ यस्तो रहेको छ, तपाईँले हेर्नु सक्नुहुन्छ है। रहेको छ सिन्जुको सिटी। अब यहाँ चाहिँ ठाउँ चाहिँ यो रहेको छ। मौसमहरू नि राम्रो रहेको छ। यहाँ माथि कन्स्ट्रक्सन चल्न लागेको जस्तो छ। ठाउँहरू त रमाइलो छ। अब यस्तो हुँदै यहाँबाट हुँदै जाने हो। यहाँ साथीहरू चाहिँ यहाँ अब ठाउँ थाहा नभएर सोध्न लागेको छ कुन चाहिँ ठाउँबाट जाने हो भनेर। सिन्जुको टोकियो डिज्नी रहेछ यो। बसहरू त उताबाट आउँदैछ तर जानु पनि यतातिर देखाउँछ। ओ के हो त्यो? यतापट्टि हो। हामी चाहिँ अब सिन्जुकी चाहिँ किन घुम्यो भन्दाखेरि अब माउन्ट फुजी जानका लागि चाहिँ 11 बजेको टिकटहरू त्यो सब सोल्ड आउट भएर 12:45 बाँकी रहेछ। त्यो 12:45 टिकटमा अब जाने भन्ने अब गएर अब हेरौँ उतातिर के सिचुएसन हुन्छ भनेर हामी निस्क्यौँ क्या। अब मौसम पनि राम्रो भएको कारणले आज चाहिँ माउन्ट फुजी क्लियर देखिन्छ भनेर चाहिँ हिँड्ने हो। अनि
हिँडिसकेपछि अब टाइम चाहिँ अब हल्का नपुग्ने भयो क्या बेलुका रिटर्न हुनलाई। अनि त्यही भए पनि हामी अब जाउँ न त भनेर चाहिँ निस्क्यो। अनि साथीहरूसँग चाहिँ यसो बाहिर अब छिटै गयो नि त, 10 बजे करिब 10 बजेतिर पुगिसकेको थियो। तर मान्छेहरू धेरै जाने भएकाले टिकटहरू सकिएको थियो। त्यही भएर चाहिँ हामी यसो सिन्जुकतिर बाहिरतिर घुम्नका लागि निस्किँदाखेरि चाहिँ अब एकदम भाइरल सिन्जुकको एकदम भाइरल भएको ठाउँमा चाहिँ आएर यसो भिडियोहरू बनाउन लागेको। टाइम छ नि त हामीसँग, त्यही भएर अब नाच्नका लागि भेजमा केही मिलेको रमाइलो छ। हजुरहरूको बसेको हुन्छ। यतिखेर चाहिँ यहाँ सिलगढीबाट चाहिँ बसिसकेको हुन्छ। अनि तलबाट एकछिन हल्का जानुपर्छ, त्यसपछि हामी साथसाथ माउन्ट फुजीको लागि प्रस्थान हुन्छौँ।お客様ですね、本来乗車券降りるとき回収となりますが、乗車券の方ですね、紛失防止等のため会社に回収確認させていただきますが、降りの際はですね、そのままお降りになられて結構なので、少しままお忘れ物ございますがお願いいたします。また本日ですね、途中高速道路上のバスでお降りのお客様ですね、中央道下吉田のみとなっております。中央道下吉田以外の高速道路上のバス停でですね、予定変更されてお降りのお客様いらっしゃいましたら、案内放送流しますので、案内放送の後にですね、本書ボタンでお知らせください。本書ボタンでのお知らせない場合ですね、時間短縮のため追加させていただきます。またご了承のほどよろしくお願いいたします。また車内で飲食される方ですね、ゴミのお持ち帰り必ずお願いいたします。バス車内にですね、ゴミ捨てていかれないようゴミのお持ち帰り必ずお願いいたします。車内で飲食される方ですね、ゴミのお持ち帰り必ずお願いいたします。バス車内にゴミ捨てていかれないようゴミのお持ち帰り必ずお願いいたします。それではですね、到着まで狭い車内ではございますが、ごゆっくりおくつろぎください。本日は運休の高速バスご利用くださいましてありがとうございます。大変お待たせいたしました。本日は富士急の中央高速バスをご利用くださいまして誠にありがとうございます。このバスは中央自動車道川口湖駅富士山駅経由の富士山山中湖旭ヶ丘行きでございます。これから先上野原野田尻猿橋尾形山鶴西桂下吉田富士急ハイランド川口湖駅富士山駅押野入口富士山山中湖ホテルマウント富士入口山中局入口山中湖村役場前終点山中湖旭ヶ丘の順に停車いたします。所要時間は上野原までおよそ1時間、鶴
1時間23分、富士急ハイランド1時間40分、川口湖駅1時間45分、富士山駅1時間52分、富士山山中湖ホテルマウント富士入り口2時間8分、終点山中湖旭ヶ丘2時間14分の予定です。なお、道路状況により多少遅れる場合もございますのでご了承願います。乗車券はお降りの際にいただきますのでホイッスにご注意願います。万一ホイッスされますと所定の運賃をいただくこともありますのでご了承願います。車内事故防止のためシートベルトをご着用ください。車内यहाँबाट चाहिँ हामी लगभग अब माउन्ट फुजी देखिएको हुन्छ अनि अघि हामी चिन्जुकबाट हिँडिसकेपछि चाहिँ बसबाट चाहिँ हल्का भिडियो लिएको थियो र यहाँबाट माउन्ट फुजी देखिन्छ। तर म चाहिँ सुतेको थिएँ किन भन्दाखेरि मैले कामको कारणले गर्दाखेरि समय परिस्थितिले गर्दाखेरि म 3 दिन 3 रात जति चाहिँ सुतेकै थिएन, 1 घन्टाको दरले सुतेको थिएँ। त्यही भएर बसमा सुत्न म बाध्य भएको थिएँ। तर मेरो साथीहरूले चाहिँ मेरो मोबाइलबाट भिडियो खिचिदिएको थियो, त्यही भएर मैले चाहिँ पछि भिडियो हेरेको। अब माउन्ट फुजी चाहिँ यहाँबाट देखिन सुरु गरिसकेको रहेछ। थका बिचबाट देखिएको थियो, साथीहरूले हेरिरहेको थियो, तर मैले चाहिँ हेर्न पाइनँ कारणवश म सुतेको थिएँ। त्यही भएर यस्तो रमाइलो हुँदै हुँदै हामी यहाँबाट निस्किँदै गयौँ। अब हामी खागुची स्टेसनमा पुग्छौँ। खागुची स्टेसन आइपुग्यो। खागुची स्टेसनमा चाहिँ बसमा आएको हामी। अब यहाँबाट चाहिँ करिब कति टाइम जति लाग्छ होइन, त्यो टाइम लगाएर अब हामी खागुचीको लेकमा जान्छौँ। अब त्यो लेकबाट चाहिँ हामी अब वहाँ स्टे त्यही पनि बस्ने कुरा गरिरहेछौँ। हेरौँ समयको साथ के हुन्छ, टाइमले कतिको साथ दिन्छ। साथ दियो भने हामी त्यतिर बस्नेछौँ। साथीहरू राम्रो है, रमाइलो ठाउँ छ है। जज पनि आउनु मिल्यो भने साथीहरूसँग है। हामी चाहिँ घुम्ने क्रममा यहाँ फुजीको यो लेक भन्ने ठाउँमा आएको छौँ। यो फुजीको लेक भन्ने चाहिँ अब हल्का तले परेको छ होइन। तले परेको कारणले गर्दाखेरि अब यो माउन्ट फुजी यतापट्टि छ। आज मौसम खास त्यति राम्रो छैन र भोलि बिहानको मौसम चाहिँ राम्रो हुनेछ। त्यसकै प्रतीक्षाका लागि चाहिँ हामी आज त्यो नाइट यतै स्टे गर्नेछौँ। अब त्यसकै लागि चाहिँ हो माउन्ट फुजीकै लागि विशेष गरेर अब यहाँसम्म आइहाल्यो। नआउन आएपछि अब त्यति हेरेर जाउँ न भन्ने हो। पछि आउनु भनेको त्यस्तै होला। त्यही भएर म साथीहरू चाहिँ उतातिर फोटो खिच्दैछन्। अब लेक चाहिँ यो भयो। अब यहाँ अब ढुङ्गा चढ्ने गर्ने केही हुन्छ कि सोचो, हेरौँ के हुन्छ। सबभन्दा लास्टको 5x Ready? Special. Look at that. यो चाहिँ माउन्ट फुजी यहाँबाट देखिएको थियो र यहाँबाट हेर्दाखेरि निकै रोचक देखिने भ्यू है। कति राम्रो देखिएको थियो नि है। पहिलोचोटि हेर्दाखेरि कस्तो गएको थियो क्या, तर हेर्दाखेरि नि कति हेरिरहँ जस्तो है। अब पहरीको बिचमा गएर हेर्दाखेरि छुट्टै आनन्द आउने क्या। तर रमाइलो चाहिँ लास्ट रमाइलो भयो नि त्यतिखेर हेर्दाखेरि माउन्ट फुजीले है। नेपालमा हुँदाखेरि त्यो अब कति हेरिरहन्थ्यो, आफ्नो हिमाल वास्ता हुन्थेन है। अब यता आएपछि त हुन त्यो हाइट त्यति धेरै नभए पनि एउटा हिमाल हेर्नको लागि चाहिँ त्यत्रो टाढाबाट आइयो। लास्ट क्या कति राम्रो देखियो क्या, धेरै तपाईँहरू नि हेर्नु कस्तो छ। माउन्ट फुजी हो।
産と並び信仰の対象と芸術の源泉として世界文化遺産に登録されております。झन् नजिक देखिरहने क्या झन् नजिक क्या सिनेमेटिक घुडी हाल्यो त म यहाँ बसेर ठ्याक्कै माउन्ट पुग्यो भने त्यतातिर हाल्दा नि हुन्छ यो हातको देख्नु पऱ्यो पछाडिको माउन्ट देख्नु कि सिनेमेटिक पछाडि जाउँ भने कि त्यही भएर त भिडियो नै हान न भिडियो भयो भने भन ल त्यसरी साइडमा हाल्नु न हेलो हामी चाहिँ यो होटलनिर बसेको थियो माउन्ट फुजी चाहिँ त्यहाँनिर रहेको छ र आजको एक नाइट बिताएपछि चाहिँ हामी पूर्ण अब यहाँ फुजीकै आसपासमा घुम्नका लागि निस्केका छौँ। साथीहरू अगाडि हिँडिसकेका छन् भने यहाँ अब चाहिँ चेकआउट गरेर होटलबाट हामी निस्क्यौँ। अब चाहिँ हाम्रो गन्तव्य फुजीको आसपास रहेर रुम फर्किने हो। सायद अब आज काम भएको कारणले चाहिँ म छिटै यहाँ रुमबाट फर्किने कोसिस गरेर हो त्यही भएर हो ल चार्जर लिएर आऊ। साथीले चाहिँ चार्जर छुटेको रहेछ होइन, साथीले चार्जर लिएर आउँछ। माउन्ट फुजी त हेरिरहँ जस्तो छ, हेरिरहँ जस्तो लागेर के गर्नु, अब आफ्नो गन्तव्यतिर नि लाग्नु पर्ने छ है। मौसम क्लियर छ आज, त्यही भएरका लागि त्यसैका लागि हो आज यहाँ टाइम रोकेर अब यहाँ माउन्ट फुजीबाट घुम्नका लागि बसिन्छ भनेर हो। हिजो काम थियो, काममा पनि यसो मिलियो। अब चाहिँ यो ठाउँबाट जाँदैछौँ। हजुरहरूलाई के कस्तो लाग्छ यो भिडियो, कतिको राम्रो लाग्यो कतिको लाग्यो लाइक अनि सेयर गर्नु होला भन्दै अबको केही समय हामी माउन्ट फुजीको छेउछाउमै बिताउने कोसिस गर्छौँ। फुजी चाहिँ रहेको छ है। अब बिस्तारै जाँदैछौँ। अब यहाँबाट चाहिँ हामी तल किनगावा स्टेसनमा पुग्छौँ, त्यहाँबाट हेरौँ के हुन्छ कस्तो हुन्छ, कतातिर पुगिन्छ है। यो लसनको एकदम भाइरल लसन रहेको छ, किनभने यहाँ लसनबाट चाहिँ माउन्ट फुजी एकदम क्लियर देखिने र बिना कुनै रोग अवरोध बिना देखिने भएकाले चाहिँ यो लसन एकदम धेरै भाइरल छ क्या। त्यही भएर मैले यसो भिडियो लिएको यहाँको पनि भाइरल लसन हो क्या यो पनि। त्यसपछि चाहिँ हामी अब त्यतातिर छोडेर अब यतातिर चाहिँ कावापुची स्टेसनको लेकमा अलिकति भित्र गएर 10-15 मिनट जति हिँडेर यो लेक आउँछ क्या। अनि यो लेकबाट त्यो रोपवे चढेर चाहिँ माथि माउन्ट फुजीसँग चाहिँ नजिकबाट हेर्न सकिन्छ भनेर चाहिँ अब हामी यहाँबाट चाहिँ साथीहरू र म यो रोपवे चढेको। अनि चढ्दाखेरि लिएको भिडियो चाहिँ यो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ यसो कमेन्टहरू गरिदिनु होला। र भ्यू चाहिँ मलाई एकदम राम्रो लाग्यो क्या। अब यतिखेर चाहिँ सबै वनस्पतिहरूको चाहिँ पातहरू झर्ने समय हो नि त, किनभने यतिखेर चाहिँ त्यही चिसो छ। अब बसन्त ऋतु आउँदैछ अनि हिउँ पनि परिरहेछ क्या यतातिर। अब पर्सि पनि यसो म्याप हेरेको यतातिर हिउँ देखाउँछ होइन, हिउँ देखाए तापनि अब होइन अब हामी चाहिँ त्यो समय बस्न सक्दैनौँ। आज हिजोको बस्यो त नि अब आज हामी फर्किनु पर्ने भएकाले अब हामी चाहिँ होइन सकभर अब जानै पर्ने ठाउँमा चाहिँ जाउँ न भनेर चाहिँ यो ठाउँमा आएको होइन। तर हेर्दाखेरि कस्तो के पोखराको लेक जस्तै चारैतिर डाँडाकाँडा है, भित्रमा त्यो के पोखरी है, कस्तो राम्रो भ्यू क्या। मैले पुरै नेपाली देखाएँ क्या है, कस्तो आफ्नो देश नि कस्तो याद आउने कि
पुरै नेपालकै हेर्नु डाँडै डाँडा के जापान यस्तो छ भने कसले सोचेको होला त होइन पुरै डाँडै डाँडा छ कि म त हेरेँ यो चाहिँ यहाँ चाहिँ अब रुख बिरुवा एकदम हेरसाह गर्ने भएर चाहिँ हो यहाँ चाहिँ अब रुख बिरुवाहरू त्यस्तो काट्न दिन्न कि त्यही भएर यहाँ चाहिँ अब त्यस्तो यस्तरी राखेको छ क्या बोट बिरुवाहरूलाई होइन कति सयौँ हजारौँ वर्ष पुरानो बोट बिरुवा पनि छ क्या जापानमा त्यही भएर यहाँको अब यहाँ खासै भन्ने हो भने अब यहाँ चाहिँ तपाईँको के कुरा गर्नुहुन्छ भन्दाखेरि हामी चाहिँ माउन्ट फुजी हेर्ने भनेर आएको अनि माउन्ट फुजी हेर्न आउँदाखेरि त्यहाँदेखि यस्तो कस्तो थियो पुरै बादलै बादल लागेको छ अनि अब यो बादल लागेको बेलामा त कसरी हेर्ने भनेर यत्रो झन् हिजोदेखि कुरेर बसेको बरु हिजोको कस्तो राम्रो देखियो थियो माउन्ट फुजी अनि आज त बादलले भएर होला है तल लाइन पनि आधी घन्टा जति बसेर माथि हेर्न आयो 1700 तिरेर टिकट लास्टमा माउन्ट फुजी देखेर कस्तो स्याहार अब चाहिँ हामी घर फर्केको होइन घरबाट फर्किँदाखेरि चाहिँ भनौँ न अब रुम फर्किँदाखेरि चाहिँ बसबाट देखेको लास्ट माउन्ट फुजी हो क्या हामीले देखेको लास्ट माउन्ट फुजी चाहिँ यो हो त्यही भएर यो चाहिँ टोकियो स्टेसन हो टोकियो स्टेसन लास्ट ठुलो छ क्या यहाँ हतपत्ता आयो भने मान्छेहरू हराउने गर्छन् होइन तर हामी चाहिँ हराउँदैनौँ किनभने हामी आएको करिब 1 वर्ष भइसक्यो हामी चाहिँ टोकियोकै आसपास बस्ने हामीलाई त्यही थाहा छ क्या कुन ट्रेन कहाँबाट कतिखेर जान्छ भनेर त्यही हामी दिन नझुक्किकन ट्रेनबाट चाहिँ हामी आफ्नो रुम फर्क्यो तर धेरै रमाइलो भयो यो रमाइलो यात्रा भयो माउन्ट फुजी गइयो धेरै रमाइलो भयो साथीहरू लगायत सम्पूर्णलाई धेरै धेरै धन्यवाद।